Hello guys, welcome to the back RWL rider हैन लाएर म चाहिँ अहिले ट्याक्क च्याम्बङ बेसी जाँदैछु। अहिले चाहिँ कलङ्सी भन्ने ठाउँमा आइपुग्यो। यो बाटो चाहिँ कोरिडोर रोड भन्ने बाटो हो है, एकदम खतरा छ खतरा। हिउँदामा अलिअलि यसो हिँड्नलाई सजिलो हुन्छ, बर्खामा एकदम मस्ट डेन्जर हैन, एकदम डेन्जर बाटो हो यो। फेरि यो बाटोमा चाहिँ जोस चलाउनलाई कल्सेट भयो भने त्यो मान्छेले जहाँ पनि चलाउँछ, मनाङ मुस्ताङ जहाँ पनि गएर चलाइदिन्छ क्या। त्यति चाहिँ म भनिदिन्छु है, किनभने यो बाटो कस्तो हुन्छ भने ढुङ्गै ढुङ्गा होइन, अनि ओह्रालो क्या ठाडो बाटो, ढुङ्गै ढुङ्गा, अनि त्यसकोमा धेरै बाइकहरू पनि नाचिने है, पछाडिको टायर फाल्ने उफ्रिने हुन्छ, पिकअप पुऱ्याउनलाई गाह्रो, अनि सिधा बोक्नलाई बाइक कन्डिसनमा बोक्नलाई पनि अप्ठ्यारो हुन्छ। त्यही भएर यो बाटोमा चाहिँ है चलायो भने चाहिँ अनि त्यो मान्छेले जहाँ भने नि चलाउँछ कि, त्यस्तो खतरा बाटो हो यो चाहिँ। अहिले त हिउँदामा त ठिकै हुन्छ, अलिअलि गुठा ढुङ्गा हुन्छ है, अनि बर्खामा चाहिँ धेरै डेन्जर हुन्छ यो बाटो। यस्तो छ। अब यो अब यहाँ हेर्नु न कस्तो रोडै रोडा छ कि, यस्तो रोडै रोडा हुन्छ। त्यही भएर यो बाटोमा चाहिँ चलाउनलाई अलिक गाह्रो छ। अक्क लाएर होइन यसरी हिँड्नुपर्छ। फेरि यहाँ ढलान पनि छ थोरै ढलान छ, यहाँ त 2 नम्बरमा जान्छ, उठी हान्नुपर्छ यसरी। यस्तो छ यसरी। यो त पुरै रोटै रोटा हुन्छ कि यो भोलि पर्सि बर्खामा। अनि यो बाटोमा चाहिँ चलाउन सक्यो भने चाहिँ त्यो मान्छे जहिले जहाँ पनि चलाउँछ। अहिले पनि गाह्रो छ यो बाटो, भिडियोमा चाहिँ त्यति राम्रो देखाएको छैन है। अहिले बाटो चाहिँ डेन्जर छ, यस्तो छ रोटै रोटा, यस्तो रोटा बाटोमा। अब यहाँ हेर्नु कसरी उडाउँछु म, वाइट झन्नै उडाउने भएको, झन्नै भिरो पुग्यो यार यहाँबाट के, यहाँ यो ढुङ्गाबाट उडाउने भएको है, यो ढुङ्गाबाट उडाउने भएको है, झन्डै मान्छे उड्या हेट। तर ठिक छ।